चाहिँ तपाईहरुको लागि कोजिक एसिडको चाहिँ साबुन आएको छ। यो चाहिँ फेसलाई धुने हैन, फेस वाशको चाहिँ यस्तो टाइपको छ। हेर्नुस् त, यस्तो टाइपको चाहिँ रहेको छ यो सोप हैन। यसले चाहिँ मजाले नै तपाईले चाहिँ आफ्नो अनुहारमा चाहिँ हैन यसरी तपाईले चाहिँ हल्का यसरी फिस जस्तो गरेर अनि मजाले चाहिँ आफ्नो फेस वाशलाई चाहिँ वाश गर्न सक्नुहुन्छ। यो चाहिँ हजुरहरुको लागि चाहिँ यस्तो खालको चाहिँ यो रहेको छ हैन। यो चाहिँ तपाईहरुको चाहिँ कोजिक एसिड हैन। अब कोजिक एसिडले चाहिँ तपाईलाई चाहिँ जेन्टल रूपमा चाहिँ छालालाई व्हाइटनिङ इफेक्ट दिने भयो है। त्यसै गरेर छालालाई ब्राइटनिङ पनि बनाइदिन्छ, उज्यालो कम्प्लेक्सन पनि दिने काम गर्छ। अब यसमा चाहिँ पपैयाको एक्सट्र्याक्टहरु पनि मिक्स भएको छ। सो पपैयाको एक्सट्र्याक्ट पनि मिक्स भएको कारणले गर्दाखेरि चाहिँ तपाईलाई चाहिँ यसले के पनि गर्दिन्छ भन्दाखेरि चाहिँ भिटामिन ए हुन्छ पपैयामा। अनि त्यसले गर्दाखेरि चाहिँ तपाईको छालालाई चाहिँ नयाँ नयाँ सेल्सहरु बन्नलाई पनि यसले चाहिँ हेल्प गर्छ। स्किन सेल्सहरु न्यू बनाउनलाई पनि नयाँ बनाउनलाई पनि यसले हेल्प गर्छ है। सो तपाईको चाहिँ अब मजासँग नै स्किनलाई चाहिँ ब्राइटनिङ गर्न सक्नुहुन्छ, व्हाइटनिङ गर्न सक्नुहुन्छ है। अनि त्यस्तै गरेर एन्टी एजिङको पनि यसले चाहिँ काम गरिदिन्छ है त। सो